यी हुन् नेपाललाई दुनियाकै धनी बनाउन सक्ने 5 प्राकृतिक स्रोत। नेपाललाई गरिब देश भनेर चिनिए पनि प्रकृतिले दिएको सम्पत्तिको हिसाबले नेपाल अत्यन्तै धनी देश हो। यदि यी स्रोतहरूको सही उपयोग गर्न सकियो भने नेपालले आफ्नो अर्थतन्त्रलाई पूर्ण रूपमा परिवर्तन गर्न सक्छ। नम्बर 1, युरेनियम खानी। मुस्ताङ र मकवानपुरको चुरे क्षेत्रमा गरिएको वैज्ञानिक अध्ययनले त्यहाँ येलो केक अर्थात् उच्च स्तरीय युरेनियम रहेको संकेत गरेको छ। युरेनियम यस्तो बहुमूल्य खनिज हो जसबाट परमाणु ऊर्जा उत्पादन गर्न सकिन्छ। अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य अत्यन्तै उच्च छ। नम्बर 2, तामा र फलाम। बागलुङ म्याग्दीका तामा खानी तथा विभिन्न नदीका बगरमा रहेका खनिज स्रोतहरूले नेपालको अर्थतन्त्रलाई कायापलट गर्न सक्ने क्षमता राख्छन्। एक समय नेपाल आफै तामा र फलाम निर्यात गर्ने देश थियो, तर कमजोर नीति, अव्यवस्थित व्यवस्थापन र आयातमुखी प्रवृत्तिका कारण ती उद्योगहरू बन्द भए। सरकारले दृढ इच्छाशक्ति देखाएर यी खनिजहरूको व्यावसायिक उत्खनन गर्न सके नेपाल दक्षिण एसियाकै महत्त्वपूर्ण औद्योगिक केन्द्र बन्न सक्छ। नम्बर 3, जलविद्युत। नेपालका 6000 भन्दा बढी नदी नालाबाट करिब 83,000 मेगावाट विद्युत उत्पादन गर्न सकिने सम्भावना छ। डिजिटल युगमा ऊर्जाको माग निरन्तर बढिरहेको छ। यदि कोशी, गण्डकी र कर्णालीमा जलाशययुक्त आयोजना निर्माण गरी भारत, बङ्गलादेश लगायतका देशमा विद्युत निर्यात गर्न सकियो भने नेपालले अर्बौं रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गर्न सक्छ। नम्बर 4, जडीबुटी। नेपाल दुर्लभ जडीबुटीहरूको भण्डार हो। यार्सा गुम्बा, पाचौले, जटामसी, चिराइतो, सतुवा लगायत हजारौं प्रकारका बहुमूल्य जडीबुटी यहाँ पाइन्छन्। वैज्ञानिक प्रशोधन, ब्रान्डिङ र निर्यातमा ध्यान दिन सके यो क्षेत्रले देशलाई अर्बौं रुपैयाँ आम्दानी गराउन सक्छ। नम्बर 5, पर्यटन। विश्वको सर्वोच्च शिखर सगरमाथादेखि भगवान बुद्धको जन्मस्थल लुम्बिनी, हिमाल, पहाड, तराई, राष्ट्रिय निकुञ्ज, ताल, झरना र सांस्कृतिक सम्पदाले नेपाललाई विश्वकै उत्कृष्ट पर्यटन गन्तव्य बनाएको छ। पूर्वाधार र सेवामा सुधार गर्दै पर्यटनलाई व्यवस्थित रूपमा विकास गर्न सकियो भने यस क्षेत्रबाट मात्रै पनि देशले ठूलो मात्रामा विदेशी मुद्रा आर्जन गर्नुका साथै लाखौं रोजगारी सिर्जना गर्न सक्छ। यी सबै प्राकृतिक स्रोतहरू नेपालका अमूल्य सम्पत्ति हुन्। सही नीति, पारदर्शी व्यवस्थापन र दीर्घकालीन योजना सहित उपयोग गर्न सकियो भने नेपाललाई समृद्ध र आत्मनिर्भर राष्ट्र बनाउन यी स्रोतहरू मात्रै पनि पर्याप्त हुन सक्छन्।